वहाँ त नेपाली ज्वाइँ हो नि ज्वाइँ नेपाली बुढी बिहा गर्नु भएको छ उहाँले होइन आमा होइन हजुरको श्रीमतीको घर भनिदिनु ससुराली धरान पनि एउटा गइदियो कान्छीपुरी त्यस्तो भन्न खोज्नु भएको कि घान्द्रुकको एउटा दिदी अथवा बहिनी पनि हुनुहुन्छ रे गोरासँग गइथ्यो अनि आउँदै गर्थ्यो तपाईँको उमेर जस्तो तपाईँ हो कि भनेर सोधेको होइन उहाँ चाहिँ थ्याङ्क यू आमा धन्यवाद सबै देश शान्ति होस् तपाईँहरूको पनि जहाँ गए पनि जय जय होस् हुन्छ आमा जय होस् राम्रो अनि जय नेपाल थ्याङ्क यू